मम्मीको बर्थडेमा केक काटेर यस्तो रमाइलो गरियो। हेलो गाइस, वेलकम टु आवर न्यू भ्लग। आज चाहिँ हामी चट्टापारमा पुरै परिवार भएर क्याफे जाँदैछौँ। किन भन्दा चाहिँ आज ठुलो मम्मीको बर्थडे हो, त्यही भएर मनाउनका लागि सेलिब्रेसन गर्नका लागि चट्टापारमा क्याफे जाँदैछौँ। क्याफे चाहिँ चट्टापारमा शङ्खनगरमा छ। त्यहाँ गएर चट्टापारमा केक सेक काट्ने, यसो रमाइलो गर्ने अनि चट्टापारमा घर फर्किने। अरू त के नै गर्न छ र गाइस, त्यस्तै हो। अहिले चाहिँ मैले चट्टापारमा धेरै महिनापछि भ्लग बनाउँदैछु। बुटोलमा बसेर कहाँ भ्लग गराउने गाइस। अब बनबाटिका जाने कुरो भएन, फुलबारी जाने कुरो भएन। गाउँमा भए पो चट्टापारमा दिनभरिको कहानी सुनाउन पाइन्छ। क्यामेराको क्वालिटी चाहिँ आज अर्कै देखिएको होला, किन भन्दा चाहिँ यो अब रातिमा गराउँदा त्यस्तै हुन्छ कि गाइस, त्यसलाई चाहिँ म्यानेज गर्नु होला। अनि यो क्याफे चाहिँ नयाँ जस्तो हो, भर्खर खोलेको छ, तर पनि राम्रो छ, एकदम बवाल छ। यहाँको लाइटिङ साइटिङ यताउति हेर्दाखेरि त चट्टापारमा जुनकिरी हो कि जस्तो लाग्छ कि चट्टापारमा बेला त। अनि हामी माथि गएर यहाँ बस्छौँ भनेर दाइहरूले सिटहरू मिलाइदिनु भयो, तर कहानी कहाँ फरक हुन्छ भन्दा दिदीहरू आउने बित्तिकै यहाँ त हुन्न, तल जाम, तल राम्रो छ भन्न थाल्नुभयो। त्यसपछि दाइहरूको मेहनत पानीमा गयो है भन्दै हामी चट्टापारमा तलतिर हिँड्न लाग्यौँ। चट्टापारमा सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब के गर्न मिल्छ सबै गर्नु त ल। अब चाहिँ चट्टापारमा केक काट्नुपर्ने हुन्छ। केक पनि दुईटा छ है गाइस, अचम्म छ त। एउटा मान्छेको बर्थडे दुईटा केक, के अचम्म कि यस्तो सिस्टम। अब चाहिँ चट्टापारमा केक काट्न सुरु गरियो। अनि ठुलो मम्मीले चाहिँ फेरि पनि हेपी बर्थडे टु यु ठुलो मम्मी, सधैँ यस्तै माया साथ सपोर्ट सधैँ गरिराख्नु होला। चट्टापारमा जे होस् यस्तै बेलामा क्याफे स्याफे पनि लगिराख्नु होला, त्यही हो, अरू त के भन्नु छ र। चट्टापारमा मामा घरबाट आमा सबै आउनु भएको छ। चट्टापारमा मेरो पनि अब चाहिँ बर्थडे आउन लाग्यो। चट्टापारमा सबैले गिफ्ट दिनुपर्छ, नत्र त म रिसाउँछु नि गाइस। अहिले चाहिँ सबैजनाले गिफ्टहरू दिन थाल्नु भएको छ। म त्यस्तो दिन त सक्दिनँ, त्यही पनि यसो झोलाभित्र सुनका डल्लाहरू राखेर दिएको छु 4-5 वटा। गिफ्ट सिफ्ट दिएर अब चाहिँ चट्टापारमा केक जति खानुपर्ने हुन्छ ल्याम्म। भ्लग चाहिँ कस्तो लागिरहेछ चट्टापारमा कमेन्टमा भन्नु त गाइस। केक काटेको चाहिँ आधा घन्टा पहिला हो गाइस, खाना चाहिँ बल्ल सुरु गरेर राख गाइस। अनि यो चाहिँ मैले दिएको गिफ्ट हो। चट्टापारमा धेरै त दिन सकिएन, सुनका डल्ला त भन्ने मात्र हो, दिन त्यस्तै हो, यसो सानो। अनि यहाँ कटेजको दाइ चाहिँ क्या सधैँ लाग्यो मलाई त। अब चट्टापारमा भिडियो हेर्नु भएको छ भने चाहिँ लाइक कमेन्ट गरिदिनु है, म मेन्सन त हान्छु। अब चाहिँ हामीहरूले बिरयानी खानुपर्ने हुन्छ। अब के गर्नु गाइस, भोकको लागि त्यही ठिक हुन्छ। अगाइन्छ पनि चट्टापारमा पैसा पनि थोरै यस्तो मिलाउनु पर्ने सबै कुरा कि कसो। अहिले चाहिँ हामीले खाएर सकियो। अब नेपालीको बानी नै हो त, खाए जतिको त फोटो खिचेर उठाउनु पर्यो नि त। चट्टापारमा आजको लागि चाहिँ यति नै। के कस्तो लाग्यो चट्टापारमा भन्नु होला। हस्त, धन्यवाद, जय नेपाल।